हामी चाहिँ फर्स्ट टाइम यो आकाशमा उड्ने ट्याक्सी चढेको है के भन्छ यसलाई केबल कार केबल कार चढेको यिनी त गाउँबाट आएको हेर्नु है मलाई त डर लाग्दैन यिनी अलिक डराउँछ नि क्या है अब आज गाउँबाट आएको मान्छेलाई चाहिँ डराउने भन्दो रहेछ आफू चाहिँ डराइरहेको छ यहाँ समय नलिउ कस्तो रहेछ यिनी गाउँबाट आएको मलाई त डरै लागेन भने ओ छिटो कोही त उही डराइरहेछ यहाँ मलाई समाइरहेछ आज मलाई त डरै लागेन समाएको होइन कि यहाँ त्यहाँ डराएको म त बरु गाउँबाटै आए पनि मजाले आनन्दले बसिरहेको छु म त यो के चढाएर यो मलाई फेरि यसको नाम चाहिँ गाउँको मान्छे अलि बलिया हुन्छन् भन्थ्यो हो कि क्या हो बल्ले छु म त यसको नाम के हो त्यो चाहिँ भन्नु न यहाँ मलाई त डरै लाग्दैन यो कार हो क्या कार ए कार पो हो आमामामा आकाश आउने कार पनि हुँदो रहेछ है आकाशमा उड्छन् भन्थ्यो हो रहेछ साँच्चै नै गाँठे उड्यो आथे कहाँ पुगेको नि है यो त ओहो नि बरै अनि कति समाते भने तपाईँ त लास्टै डर लाग्यो के नलिउ कस्तो मान्छे रहेछ यार मलाई जसरी बना छेडछेड हुन्छ आफै डर लाग्दैन भने पक्कै समातेर बसे खानी बरु म त लाउन नि गाँठे अब अब नलिउ न भने नलिउ गाँठे लास्टै डराउँदो रहेछ कि आइ कस्तो आनन्द आउने छ यहाँ मजाले नबसेर तपाईँ त खालि आबै आबै भन्दो रहेछ कस्तो प्लेन उडे जस्तै उड्दो रहेछ नि गाँठे यो त प्लेन भन्दा कमी छ त नि यो आकाशमा उडेछ कि अनि नलिउ न भने के धेरै कस्तो मान्छे रहेछ यार यो त काम नलाने बुढो पो रहेछ है खालि डराउने रहेछ ओहो लाउन नि मनोकामना जानला है हामी मनोकामना ओ मनोकामना गाँठे आइपुग्न आएको छ म त डर लाग्दैन नि आइपुग्यो डाँडा काट्यो अर्को डाँडा आमा नि त मलाई त डर लाग्दैन नसम्म